नमस्कार फेरि पनि हामी आइसकेका छौं गाउँमा। अब फेरि यहाँको सबै दृश्य देखाउने छौं। यो सिस्ने हिमाल हो। सिस्ने हिमाललाई बादलले छेक्न लागिसकेको छ। अनि त्यसपछि अब यहाँबाट यसरी आइसकेपछि त्यो पारी चाहिँ रङ्गिनी हो है। ल साथीहरु, रङ्गिनीको साथीभाइहरुले यसो हेर्नु होला कसको घर कहाँनेर पर्छ। यो पारी रङ्गिनी, यो पारी रङ्गिनी है। ल यसरी यो रङ्गिनी हो हैन, चट्ट लाएर यो चाहिँ रङ्गिनी पर्यो। अब त्यसपछि यहाँ आइसकेपछि गुवाचा, यो चाहिँ गुवाचा हो तलको। ल एकचोटि यो अलिकति जुम गरिदिउँ। ल है, यो गुवाचा हो। गुवाचा पछि चाहिँ यो तल अलिकति तल चाहिँ आरिबाङ, जम्मा 2 घर 3 घर चाहिँ आरिबाङमा देखिया छ भने। त्यसपछि अब हामी जान्छौं पर गाउँको स्कुल पनि हामी अवलोकन गरौँ है। पारी चाहिँ मोटर बिनाको बाटो, पहिरो आउने मात्रै छ। त्यहाँ चाहिँ विकास भन्ने कि के भन्ने, यो चाहिँ कुचिबाङ है। अनि त्यसपछि यहाँको चाहिँ कोरीपानी, यो चाहिँ कोरीपानी हो। अनि यो चाहिँ जौली है, ए ठाटे, यो चाहिँ जौली। अब त्यसपछि यो चाहिँ दतकुना। अनि यहाँनेरको चाहिँ सुद्री। अब त्यसपछि ल आउँ हामी। अब त्यसपछि आफ्नो जन्मभूमि त आउनु पर्यो। यसलाई चाहिँ भोटिया चौरा भन्छ, माथिल्लो भोटिया चौर। अनि यो अलिकति यसो जुम गरौँ, यो बाटो आएको यो चाहिँ तल्लो भोटिया चौर। यो माथिल्लो हाम्रो घरतिरको। ल यो चाहिँ हाम्रो गाउँ किन है। यो स्कुल म अध्ययन गरेको स्कुल हो। त्योभन्दा मुनि चाहिँ हरेको टिनको भन्दा उतापट्टि देखिएको चाहिँ हाम्रो घर। यो चाहिँ सबै बारी। अनि त्यसपछि गयो यहाँ यो भोटिया चौर देखियो। त्यसपछि गयो यो चाहिँ मोराबाङ, यो चाहिँ मोराबाङ हो। मोराबाङ पछि यो नेता है, यसलाई शहीद पार्क हो। शहीद पार्क हो यो। यहाँनिरको चाहिँ शहीद पार्क भने। अर्को यहाँ तिप्तरा, अर्को रह्यो यहाँको चाहिँ, यो चाहिँ रह्यो गाउँ है, तल नाइघाट हिमालय महावीरको। ल हेर्नुहोस्, यो हामी गाउँ पारी 4 गाउँ। अब पूर्व क्षितिज रातो हुन थालेको छ। फेरि एकचोटि यसरी अवलोकन गरौँ हैन आफ्नो गाउँहरू। अनि यसरी गर्दै फेरि यसरी। अब त्यसपछि हाम्रो चाहिँ विकासै नभएको बाटो, मोटर बाटो नै नजोडिएको ठाउँ, पहिरो भएको ठाउँ पनि अवलोकन गरौँ। यो सानीबेरको तिरैतिर हामी हिँड्नुपर्छ है। यसरी हिँड्दै आएको। त्यहाँ चाहिँ मोटर बाटो जोडिएको छैन। ल हेरौँ यहाँ, यो चाहिँ हामी अहिले राम्रीको बाटो जाँदैछौँ। अलि माथि राम्रीको टुकुरो छ। यहाँ यिनीहरू फोटो खिच्दैछन्। यहाँ यिनीहरूको रहरले गर्दा म अस्ति पनि आएको, फेरि पनि यहाँ आएको छु। सबैलाई भिडियो पोस्ट्याउने छु अनुहार पुस्तिकामा। अनि त्यसपछि हेर्दै मरण खड्का 107 चाहिँ मेरो युट्युब च्यानल छ, त्यसमा पनि पोस्ट्याउने छु। ल हेर्नु होला, अवलोकन गर्नु होला है। बाटो चाहिँ गोरेटो बाटो यस्तो छ। यसरी हिँड्दै जानु पर्दछ।